सबैजनालाई नमस्कार। आजको यस भिडियोमा हामी दिगो विकास विषयमा केन्द्रित रहेर छलफल गर्नेछौँ। सर्वप्रथम दिगो विकास भनेको के हो, दिगो विकासको कसरी अवधारणा सुरुवात भयो र दिगो विकासका लक्ष्यहरू के छन्, यस्तै विषयमा केन्द्रित हुनेछ। जस्तै दिगो विकास भनेको वातावरणका कुनै पनि पक्षलाई खलल नपारिकन आर्थिक, सामाजिक र वातावरणीय पक्षलाई ध्यानमा राखेर, यसमा मुख्यतया आर्थिक पक्ष, सामाजिक पक्ष र वातावरणीय पक्ष, यी तीनवटा पक्षहरूलाई ध्यानमा राखेर गरिने विकासलाई भन्छ दिगो विकास। दिगो विकासको विषयमा सर्वप्रथम यसको अवधारणा चाहिँ, यसको शब्दको प्रयोग गर्ने व्यक्ति चाहिँ बारबरा बार्ड हुन्। यस्तै दिगो विकासको लागि चाहिँ युएनको 38औं महासभा बस्यो। 38औं महासभाले चाहिँ ग्रो हर्लेम ब्रुटल्यान्ड को अध्यक्षतामा, यिनी चाहिँ नर्वेकी प्रधानमन्त्री थिइन्। तत्कालीन नर्वेकी प्रधानमन्त्री ग्रो हर्लेम ब्रुटल्यान्डको अध्यक्षतामा युएनको 38औं महासभाले दिगो विकासको लक्ष्य अथवा दिगो विकास गर्नुपर्छ भन्ने मान्यता अथवा अगाडि बढायो। र यो कन्सेप्ट अगाडि बढे सँगसँगै यो आयोगले चाहिँ ब्रुटल्यान्ड कमिसन भन्ने आयोग बन्यो, ब्रुटल्यान्ड आयोग। त्यो ब्रुटल्यान्ड आयोगले चाहिँ 1987 मा चाहिँ एउटा प्रतिवेदन प्रस्तुत गर्यो। सन् 1987 मा यो आयोग बनेको 1983 मा र 1987 मा यसले एउटा प्रतिवेदन प्रकाशन गर्यो, जसलाई चाहिँ आवर कमन फ्युचर, हाम्रो साझा भविष्य, आवर कमन फ्युचर भनेर चाहिँ भनिन्छ। र यो दिगो विकास भनेको कस्तो हो त? यो आयोगले एउटा दिगो विकासको परिभाषा दिएको छ। त्यो भनेको छ कि हाम्रो भविष्यका आउने पिँढीका पुस्ताका आवश्यकतालाई कुनै पनि सम्झौता नगरिकन अहिलेका पुस्ताका आवश्यकताहरू परिपूर्ति गर्नुपर्छ। भनेको हामीले प्राकृतिक स्रोत साधनहरूलाई भविष्यका पुस्ताका लागि पनि संरक्षण गर्नुपर्छ। हामीले विकास निर्माणलाई दिगो बनाउनुपर्छ। हामीले वातावरणलाई विनाश गर्न हुँदैन, वातावरणलाई संरक्षण गर्नुपर्छ र भविष्यदर्शी सोचका साथ विनाश बिनाको विकास गर्नुपर्छ भन्ने मान्यता चाहिँ अगाडि बढाएको थियो। यस्तै दिगो विकासले मुख्यतया सामाजिक रूपमा स्वीकार्य विकास, यस्तै वातावरणीय रूपमा न्यून क्षति हुने विकास, आर्थिक रूपमा धान्न सकिने विकास, राजनीतिक रूपमा सहमतिमा आधारित विकासलाई चाहिँ हामी दिगो विकास भन्दछौँ। दिगो विकास अहिलेको विश्व परिवेशको एउटा गन्तव्यको रूपमा रहेको छ, जसलाई हामी चाहिँ एसडिजी गोल्स भनेर कार्यान्वयन गरेको छ विश्व समुदायले। र यसलाई चाहिँ नेपालले सन् 2030 सम्म चाहिँ यो प्राप्ति गर्ने, दिगो विकासका लक्ष्य प्राप्ति गर्ने र नेपाल मध्यम आय स्तर भएको मुलुकमा रूपान्तरण हुने नेपालको लक्ष्य छ। र यसमा हामीले अब दिगो विकासलाई चाहिँ हाम्रो समाजमा, गाउँमा, राज्यबाट भइरहेको विकासलाई दिगो विकास दिगो छ कि छैन, वातावरण मैत्री छ कि छैन, प्राकृतिक स्रोत साधनको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्दै गरिएको छ कि छैन, विनाश बिनाको विकास छ कि छैन, त्यसको रिजल्ट प्रभावकारी छ कि छैन र भोलिका पुस्ताका आवश्यकतासँग खेलबाड त हुँदै छैन, यो विषयमा जानकारी लिनु आवश्यक छ। हस्, धन्यवाद, नमस्कार।